भुटानबाट आएर यो टुर्नामेन्ट खेल्नुभयो, यो टुर्नामेन्टको एक्सपिरियन्स चाहिँ कस्तो रह्यो? म हिजोस्तिको हप्ता पनि आएको त्यो नेपाल एमेचर ओपन खेल्नु र त्योभन्दा दिस टाइमको गेम चाहिँ धेरै रमाइलो थियो, धेरै पर्फर्म पनि राम्रै गर्न सक्यो र फर्स्ट 2-3 डेजमा अलिक पटिङ राम्रो भएन, अन्त आजको दिनमा फाइनल राउन्डमा चाहिँ धेरै राम्रै भयो। यो अब अहिलेको प्लेटफर्ममा चाहिँ प्रोहरूसँग अब कम्पिट गर्दाखेरि धेरै अब कम्पिटिसन धेरै छ अनि गेम धेरै अब सिरियसली टेक गरेर हो त्यो सेम स्पिरिटमै खेले 3-4 डेज। सेटिस्फाई हुनुहुन्छ आफ्नो स्कोरसँग अथवा के रह्यो, कस्तो रह्यो त्यो स्कोर चाहिँ, टोटल स्कोर? फर्स्ट 2-3 डेज त अलिक सेटिस्फाई थिएन किनकि अलिक धेरै गर्ने मौका थियो, पटिङ धेरै मिस्टेक भयो त्यो फर्स्ट 3 डेजमा र आजकोमा त 6 अन्डर खेलेँ र धेरै राम्रो थियो, पटिङहरू पनि धेरै राम्रो गयो। यहाँ नेपालको यो जुन यो प्रोफेसनल टुर छ त्यो टुर्सको चाहिँ प्लेटफर्म चाहिँ कस्तो लाग्यो? यो प्लेटफर्म धेरै राम्रो छ किनकि अब म प्रोफेसनल म थियो भने अब त्यहाँ क्यास मनी जित्नेको मौका पनि राम्रो रहेछ यता, अन्त अहिले त एम्बेसडर छु, अन्त भोलि पर्सि अब प्रो टर्न भयो भने फेरि फर्केर आउनेको ड्रिम छ। यो इभेन्ट खेलिसकेपछि अब फेरि पनि नेपालको इभेन्टहरू खेल्नलाई रहर लाग्यो कि अथवा इच्छा छ कि के छ यो, अथवा तपाईँले यो दिस इज जस्ट ट्राई भनेर लिनु भएको कि के हो यो? होइन, यो ट्राई लिएको होइन, अब फेरि नै मौका पायो भने फेरि नै आउनेको ड्रिमै छ, फेरि आएर पार्टिसिपेट गर्नेको। एक न एक दिन त अब जित्छै होला, आज होइन आज दिन भएन, अब एक न एक दिन त है त्यो हुने चान्स छ।